साथीहरू, मन्त्री पदबाट राजीनामा दिँदै गर्दा मन्त्री कुलमान घिसिङले आफ्नो राजीनामा पत्रमा यस्तो लेखेका छन्। साथीहरू, नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीको रूपमा मिति 2082 भदौ 30 गते नियुक्त भएकोमा हालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आजकै मितिदेखि लागू हुने गरी मन्त्री पदबाट म आफ्नो राजीनामा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पेश गर्दछु। जेनजी आन्दोलनपछि गठन भएको सरकारको मन्त्रीको रूपमा काम गर्ने अवसर प्रदान गर्नुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। आफूले सम्हालेको मन्त्रालयहरू र त्यस मातहतका निकायमा सुशासन कायम गर्न काम नगरी वर्षौंदेखि अलपत्र पारी विकास परियोजनालाई बन्धक बनाउने कार्यलाई निरुत्साहित गर्न, देशको ऊर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रको सुधार, पूर्वाधार विकास र जनताको जीवनस्तर उकास्ने उद्देश्यका साथ मैले आफ्नो कार्यालयमा इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको छु। यस अवधिमा मैले पाएको सहयोग, विश्वास र सहकार्यका लागि सम्माननीय प्रधानमन्त्रीज्यू, मन्त्री परिषदका सदस्यहरू, कर्मचारीहरू तथा सरकारवाला सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। भविष्यमा पनि देश र जनताको हितमा आवश्यक पर्ने जुनसुकै जिम्मेवारी निर्वाह गर्न सधैँ तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु।